मन्दिर गुम्बा जाँदा पूजा गर्ने दर्शन गर्ने मात्रै होइन, आफूले गरेको पाप स्वीकार्ने, माफी माग्ने गर्नुहोस् र कुशल कर्म गर्ने, धर्मको बाटोमा हिँड्ने, ज्ञान लिने गर्नुहोस्। अनि मनभित्र भएका रिस, राग, घमण्ड, अहङ्कार त्यो मन्दिर गुम्बामै छोडेर आउनुहोस्, भगवान्लाई नै छोडेर आउनुहोस् र मेरो मनमा राम्रो विचार आओस्, राम्रो भावना आओस् भन्ने सोध्नुहोस्। त्यो रिस, राग, घमण्ड, अहङ्कारले चाहिँ असत्यलाई सत्य देखाउने, नराम्रोलाई राम्रो देखाउने, राम्रोलाई नराम्रो देखाउने, अनावश्यक रिस उठ्ने गराउने, दुःख दिने मात्रै गराउँछ। क्षणिक चिजलाई चाहिँ त्यो नै परमानन्द कुरा हो भनेर भ्रामिक बनाउँछ। त्यसैले गर्दा त्यो चिज चाहिँ तपाईँले नबिर्सिकन मन्दिरमा छोडेर आउनुहोस् र ज्ञान लिएर सत्यको बाटो, धर्मको बाटोमा हिँड्ने गर्नुहोस्। सबै प्राणीलाई दया, माया, करुणाले हेर्ने गर्नुहोस्। जसरी तपाईँलाई पीडा हुन्छ त्यसरी नै अरू प्राणीलाई पीडा हुन्छ, चाहे तनबाट होस्, मनबाट होस्, वचनबाट होस्। तपाईँले नराम्रो गर्दा अरू प्राणीलाई पनि दुःख हुन्छ, पीडा हुन्छ।